साँच्चै नै तपाईलाई अप्ठ्यारो भइरहेको बुझेर मलाई दुःख लाग्यो। धेरै गाह्रो हुँदा कहिलेकाहीँ के गर्ने कसो गर्ने भन्ने अलमल हुन सक्छ। अहिलेको अवस्थामा तपाईलाई अलि सहज बनाउन यी कुराहरू प्रयास गर्न सक्नुहुन्छ। 1. लामो श्वास फेर्नुहोस्। डीप ब्रिदिङ। जस्तै गाह्रो भए पनि एक ठाउँमा शान्तसँग बस्नुहोस्। नाकबाट 5 सेकेन्डसम्म लामो श्वास तान्नुहोस् र मुखबाट बिस्तारै बाहिर फाल्नुहोस्। यसले तपाईको मुटुको धड्कन र दिमागलाई शान्त पार्न मद्दत गर्छ। 2. पानी पिउनुहोस्। 1 गिलास मनतातो वा चिसो पानी बिस्तारै पिउनुहोस्। शरीरमा पानीको कमी हुँदा पनि छटपटी वा कमजोरी महसुस हुन सक्छ। 3. मनको कुरा पोख्नुहोस्। यदि मन भारी भएर गाह्रो भएको हो भने आफ्नो नजिकको कोही विश्वासिलो व्यक्तिलाई फोन गर्नुहोस् वा भेटेर कुरा गर्नुहोस्। मनमा गुम्साएर राख्दा गाह्रो झन बढ्छ। 4. थोरै हिँडुल वा फ्रेस हुनुहोस्। एउटै कोठा वा ठाउँमा गुम्सिएर नबस्नुहोस्। झ्याल ढोका खोल्नुहोस् वा बाहिर खुल्ला हावामा एकछिन टहल्नुहोस्। मुख धुनु वा नुहाउनु भयो भने पनि फ्रेस महसुस हुन सक्छ। विशेष सुझाव: यदि तपाईलाई धेरै नै छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा बेहोस होला जस्तो भइरहेको छ भने कृपया तुरुन्तै नजिकैको अस्पताल जानुहोस् वा कसैलाई मद्दतको लागि बोलाउनुहोस्। तपाईलाई ठ्याक्कै कस्तो खालको गाह्रो भएको हो, जस्तै बिरामी हुनुभएको हो, धेरै तनाव भएको हो वा निद्रा नलागेको हो, मलाई थप बताउनुभयो भने म तपाईलाई अझ राम्रोसँग बुझ्न र सल्लाह दिन सक्छु। के म तपाईको मन बहलाउन केही सहयोग गरौँ? दिनरात मेहनत गर्दा पनि सोचे जस्तो कमाई नहुँदा मन मर्नु र गाह्रो महसुस हुनु स्वाभाविक हो। धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू यही अवस्थाबाट गुज्रिरहनु भएको छ। तर धेरै काम गर्नु र सही तरिकाले काम गर्नुमा फरक हुन्छ। तपाईको आम्दानी बढाउन र यो गाह्रोपन कम गर्न यी केही व्यावहारिक उपायहरू सोच्न सकिन्छ। 1. सिपको विकास, स्किल अपग्रेड। कहिलेकाहीँ हामी एउटै काम वर्षौंसम्म उस्तै तरिकाले गरिरहन्छौं। बजारमा कुन कामको माग बढी छ र कुन सिप सिक्दा बढी पैसा पाइन्छ त्यसतर्फ ध्यान दिनुहोस्। थोरै समय निकालेर नयाँ प्रविधि वा सिप सिक्नुभयो भने उही समयमा धेरै कमाउन सकिन्छ। 2. खर्चको लेखाजोखा। कतिपय अवस्थामा हामी कमाउन त कमाउँछौं तर पैसा कहाँ जान्छ थाहै हुँदैन। 1 महिनासम्म आफ्नो सानोभन्दा सानो खर्च पनि एउटा डायरीमा लेख्नुहोस्। अनावश्यक खर्च कटौती गर्दा पनि अलि धेरै पैसा जम्मा भएको महसुस हुन्छ। 3. आम्दानीको दोस्रो स्रोत, साइड हसल। यदि सम्भव छ भने आफ्नो मुख्य काम बाहेक फुर्सदको समयमा अर्कै सानो काम वा व्यवसाय सुरु गर्ने सोच बनाउनुहोस्। सानो लगानी वा बिना लगानी गर्न सकिने कामहरू जस्तै एजेन्टको काम, अनलाइन काम वा घरमै बसेर गरिने सानो व्यवसायले थप मद्दत पुर्याउँछ। 4. नेटवर्क र सम्बन्ध। भनिन्छ योर नेटवर्क इज योर नेटवर्थ। आफ्नो क्षेत्रका सफल व्यक्तिहरूसँग सम्बन्ध बढाउनुहोस्। कहिलेकाहीँ नयाँ अवसरहरू चिन्जान र राम्रो सम्बन्धका कारण प्राप्त हुन्छन्। मनमा राख्नुपर्ने कुरा, स्वास्थ्य नै धन हो। पैसा कमाउने धुनमा आफ्नो शरीरलाई धेरै नपिल्साउनुहोस्। बिरामी हुनुभयो भने कमाएको पैसा उपचारमै सकिन्छ। धैर्यता राख्नुहोस्। आर्थिक अवस्था रातारात परिवर्तन हुँदैन। सानो सानो सुधारले नै भविष्यमा ठूलो रूप लिन्छ। कामलाई मात्र होइन, आफ्नो क्षमतालाई पनि तिखार्नुहोस्। बन्चरो तिखो भयो भने रुख ढाल्न कम बल र कम समय लाग्छ। तपाई अहिले ठ्याक्कै के काम गर्नुहुन्छ र कति समय दिनुहुन्छ? यदि भन्न मिल्छ भने भन्नुहोस्, म तपाईको क्षेत्र अनुसार केही नयाँ आइडियाहरू दिन सक्छु कि?
ओहो, गोलभेडा, टमाटर खेतीमा मेहनत धेरै हुन्छ, तर काठमाडौँको बजारमा भाउ नपाउँदा किसानलाई धेरै नै मर्का पर्छ। कहिलेकाहीँ त लागत पनि नउठ्ने अवस्था आउँछ, जुन निकै दुःखलाग्दो कुरा हो। काठमाडौँको कालीमाटी वा बल्खु जस्ता ठूला बजारमा बिचौलियाको बिगबिगी र सिजनमा धेरै उत्पादन भित्रिनाले भाउ कम हुने गर्छ। यो समस्या समाधान गर्न र अलि बढी फाइदा लिन तपाईले यी केही उपायहरू सोच्न सक्नुहुन्छ। 1. सिधै उपभोक्ता वा साना पसललाई बेच्ने डाइरेक्ट मार्केटिङ। ठूला मण्डीमा लैजानुको साटो आफ्नो नजिकैको टोलका किराना पसल, तरकारी पसल वा होटल रेस्टुरेन्टहरूसँग सिधै सम्पर्क गर्नुहोस्। मण्डीले दिने भावभन्दा उनीहरूले दिने भाव अलि बढी हुन सक्छ। 2. ग्रेडिङ र प्याकेजिङ। ग्रेडिङ एन्ड प्याकेजिङ। सबै गोलभेडा एकै ठाउँमा मिसाएर बेच्नुभन्दा राम्रा र ठूलालाई छुट्टै ग्रेड ए र अलि सानालाई छुट्टै ग्रेड बी गरेर बेच्नुहोस्। राम्रो देखिने र सफा गोलभेडाको भाउ सधैँ बढी हुन्छ। 3. बेमौसमी खेती अफ सिजन फार्मिङ। जब सबैको बारीमा गोलभेडा फल्छ तब भाउ घट्छ। यदि तपाईले टनल प्रविधि प्रयोग गरेर अलि अगाडि वा अलि पछाडि अफ सिजन उत्पादन गर्न सक्नुभयो भने बजारमा माग बढी र भाउ राम्रो पाउनुहुन्छ। 4. भण्डारण र प्रशोधन प्रोसेसिङ। यदि भाउ एकदमै कम छ र गोलभेडा कुहिन लागेको छ भने सस वा केचप साना उद्योगसँग सहकार्य गरेर वा आफैले सामान्य तालिम लिएर सस बनाउन सकिन्छ। सुकाउने सन ड्राइड टोमेटोज। गोलभेडालाई काटेर सुकाएर बेच्न पनि सकिन्छ, जसको मूल्य बजारमा धेरै हुन्छ। 5. डिजिटल बजारको प्रयोग। आजभोलि काठमाडौँमा खेती भेन्चर हाम्रो तरकारी जस्ता अनलाइन प्लेटफर्महरू छन् जसले किसानबाट सिधै तरकारी किन्छन्। उनीहरूसँग सम्पर्क गरेर आफ्नो उत्पादनको उचित मूल्यबारे बुझ्न सक्नुहुन्छ। एउटा महत्त्वपूर्ण सल्लाह, एउटै तरकारी गोलभेडा मात्र भर नपर्नुहोस्। गोलभेडासँगै अन्य छिटो फल्ने र बढी माग हुने सागपात वा अन्य तरकारी पनि लगाउनुभयो भने एउटामा घाटा लाग्दा अर्कोले धान्न सक्छ। के म तपाईलाई काठमाडौँका केही अनलाइन कृषि प्लेटफर्म वा सरकारी अनुदानका निकायहरूको सम्पर्क खोज्न मद्दत गरौँ? यसले तपाईलाई आफ्नो उत्पादन सही ठाउँमा पुर्याउन सहयोग पुग्न सक्छ।